दियो अनि अझैले यो निस्किरहेन भयो कति छिटो भएको त यही निस्किरह्यो भइसक्यो क्या के भन्नु त्यही भएर मैले उसका जाउँ भनेको अझैले भयो भने हेरेर गरिन्छ नि एकछिनमै हैन हाइट घटाउने अरे अब मनाङ गएपछि चाहिँ घटाउने हो मनाङ जाँदाखेरि हाइट घटाउने हुन्छ उसले पनि अस्ति भन्दै थियो मलाई हाइट घटाएर चलाउनु पर्यो अनि मनाङ जाँदाखेरि चाहिँ घटाउने हो क्या क्लच डिस्प्याच चेन्ज गरेर अनि हाइट घटाएर लाने हो ल हाइट घटाउने रे कति इन्च घटाउने सो भन न कति इन्च घटाउने अझैलाई कस्तो मजा आउँछ त्यो बसेपछि हाइट सानो भइहाल्छ घटिहाल्छ तपाईँ भनेको अगाडि चलाउनु पऱ्यो नि त नभ्याएको त मलाई रमाइलो नि होइन झ्याप्पै निस्किरहेको अनि अरू के सबै ठिक छ अझै सबै ठिक छ ल लिमोटो बन्न लागेको छ होइन मैले भिडियो देखिरहेको थिएँ लिमोटोको रेन्ट अल भनेर होइन लाक्पा खोइ लाक्पालाई भेट्नुपर्ने थियो यार लाक्पा कहाँ भयो लाक्पालाई फोन गरेको फोन पनि उठाएन एकदम भिड छ त यहाँबाट छिर्नुपर्ने है हामी हेरिरहेको छ भने यो तिम्रो लागि पनि हो है आज चाहिँ तिम्रो घर अगाडि आएको यो कोकेनाको बस पार्क भयो अब यहाँबाट लेफ्ट निस्क्यो बाटो पुरै मिस हानिसकेको नि त टिकटक मास्टरहरू टिकटक हाल्नु
तिम्रो लजाउने बानी अब छोड्न ती हातले चाहन्छु मेरै नाम घोड्न सुन चाहिँ लाग्छ तिम्रो मुहार सुनेली रातलाई सोध्न लभ फिल फाइन्ड somehow someday love feel find it somehow someday दिन बित्यो हेर रात झऱ्यो तिम्रो रूपले ममा रास चढ्यो बोल्न खोज्दा शब्द हराउँछ नयनमा तिम्रो गीत गुन्जिन्छ फोटो हेर्दा नै मन हल्लिन्छ यो मुटुभित्र पछि चाहिँ हामी अब जान्छौँ तौदा होइन तौदा चाहिँ अहिले अलिकति दामी बनाएको भन्ने सुनेको होइन सब बाटो दामी बनाएर पनि अहिले यो बाटो पनि पहिला यस्तो अप्रोड थियो यस्तो दामी बनाएर यार यस्तो मिठो लाग्यो मलाई यो बाटो पनि हेर न सबसँग पिच हालिदिएको यार पहिला त यो बाटो एकदम वाइल्ड रफ थियो नि कस्तो दामी बनाएर जान्छ कस्तो मिठो जान्छ सब घरहरू पनि नयाँ नयाँ बनाएको छ यार सबैको घर उठ्यो हो जगेश भन्ने थाहा छ के फोन गर्नु है दिन बल्ल हामी क्याङ खान आउँथ्यो हो हामी चाहिँ बगल हुँदै निस्किन लानु होइन हेभी एरिया हो क्या पहिला चाहिँ एकदम यो पुरै सबै दोका थियो हामी पहिला यहाँ बाइक पुरै उडै हिँड्थ्यो यार अहिले त पुरै एउटा मात्रै बाटो छ होइन यो बाटो कहिले काहीँ भयो यहाँबाट सट्ट काटिन्छ क्या त्यो मात्रै हेर्नुपर्छ अरू ठाउँमा त के हुन्छ कि होइन चलाइदिएको कि पहिला यो निवास छ नि यत्रो ठुलो निवास थिएन नि अलिक सानो मात्र भित्रमा थियो होइन सरकारी हो नि थाहा त यो पनि पहिला सरकारी जग्गा भन्थ्यो क्या साथीहरूले मेरो साथी घर उठ्दै त हो उता पिङ्क कलरको छ नि अलिकति एउटा भागिएर है उता छ नि पिङ्क कलर घर पुरै मेरो साथी घर अस्ति भर्खर गएर बेलुका यहाँबाट एकदम मिठो बनाइसक्यो हो यहाँ अस्ति हामी उठेको हो यहाँ अगाडि त्यहाँबाट त कस्तो मिठो लाग्यो त्यो यहाँबाट चाहिँ अब चोबा निस्किने बाटो निस्किन्छ क्या बुझ्यो यहाँबाट यस्तो त्यो त नलियो न यहाँ तिमी क्रस गर्दैन यहाँबाट गइदिने हो क्या यस्तो मिठो बाइक छ यार होइन यस्तो मिठो बाइक छ बिस्तारै त गइरहेको नि योभन्दा बिस्तारै कति होइन
हो त्यो भने हुन्छ बाटोमा परेपछि हुन्छ हुन्छ भने जल्विनायक चकचक ढोका त्यो उयो बच्चाहरूको उयो बसिरहेको बच्चाहरूको अगाडि होइन भन्नुपर्छ होइन लाइन छुट्याएर राखेको क्या उसले त्यो सर्ट हुन्छ भनेर देख्यो बच्चाहरूको तल्लीपल्ली जल्विनायक पल्स गर्छस् म तिमीमा हराएर लाग्छु फोक्सो मेरो बस तिमीमा मात्र रूप तिम्रो हेर परेको छैन खोजेर पाइदिन कहीँ कतै तिमी त केही देखेको छैन सानो देखे मेरो चङ Guys, we are here at जलविनायक होइन झर्ना पछाडि होइन टक्क ब्याकग्राउन्डमा झर्ना देखिरह होला बवाल झरिरहेछ हाम्रो केटाहरूको पहिलाको जक्सन यस्तो दामी छ ल त्यस्तो डेन्जर ल Guys, we are here at Taudaha. Let's go the view of Taudaha, guys. यसो देखाउने होला होइन अब एउटा सिँगै माछा खाइदिए है ल झ्याप्पै खाइदिए यार भनेपछि त ठुल्ठुलो त सधैँ सधैँ आइरहन्छ तिम्रो यादहरू यो मन आफ्नै तरिकाले समाउँछ अति कति पलहरू कति तपाईँ पर्खिए फर्की तिमी आएनौ वेदनामा बसिँदै फर्की तिमी आएनौ वेदनामा बसिँदै फर्की तिमी आएनौ सुनिदेऊ यी शब्दहरू अमर होस् त्यो प्रीत हाम्रो हेर्दा हेर्दै परिचितिजलाई आँसु खस्छ पनि नथाहा पाइ सक्ने भए फर्काइल्याउँथे म मेरी माया तिम्रो हात समाई कति तपाईँ पर्खिए फर्की तिमी आएनौ वेदनामा म बसिँदै फर्की तिमी आएनौ वेदनामा बसिँदै फर्की तिमी आएनौ सुनिदेऊ यी शब्द भन त के भन्छ पागल हो पागल हो पागल हो ल भाइरल ल भाइरल ल अहिले चाहिँ होइन फोटोसुट हुँदैछ हाम्रो होइन मेरो छोरी अनि यो चाहिँ पुरै फेरि हाँसिरहेको होइन
बबाल ल बबाल भर्खर हाम्रो प्रशिक्षक है त्यही जाउ फर्किँदैछ हामी यसरी चाहिँ कसरी यो चाहिँ अर्कै स्टाइलमा होइन भनेको बाटो बाटोमा साँचो गयो क्या के भन्छ नि भने बाटो ठुलो छ नि त